गाइज फुल स्टोरी सुन्नु होला। करिब 2020मा मैले एउटा आइडिया लेखेँ सुपर हिरोको होइन। अनि त्यति बेला मैले धेरैजनाले यो आइडिया सुनाउँदाखेरि सबैले हाँस्नु भयो होइन। अनि मैले भने कि हो म यसलाई आफूसँगै राख्छु होइन। अनि मैले यसमा धेरै रिसर्च यताउति सबै गरिसकेपछि अनि त्यसपछि मैले मेरो छिमेकी दाइले सुनाएँ। छिमेकी दाइले भन्नुभयो बबाल छ। त्यसपछि मैले सोसियल मिडियाबाट पुरा गायबै भइसकेको थिएँ। अनि त्यसपछि एक दिन मैले खयाल आयो कि चल सुरु गरि नै हाल्छु। अनि मैले कास्टिङ सुरु गरेँ। अनि कास्टिङ सुरु गर्दाखेरि करिब धेरै महिना भइसकेको थियो। अनि 2025 अगस्त 16 गते एउटा मलाई साथी भेटिन्छ फेसबुकको थ्रु। उहाँको नाम हो बनी सुनवार। बनी सुनवार सर जब मलाई भेट्नुभयो, मैले उहाँलाई जब आइडिया सुनाएँ, पहिला त उहाँले यो आइडियालाई विश्वासै गर्नुभएन। पछि जब मैले उहाँलाई क्लियरली भन्दाखेरि अनि उहाँले मेरो आइडियालाई सुन्नुभयो, बुझिदिनु भयो। र आज यो प्रोजेक्ट यति ठुलो भइसक्यो। मतलब मेरो टिमले मेरो सपोर्ट गर्दैछ। अनि इभन त्यो बनी भन्ने हाम्रो सरले पनि धेरै दिनदेखि यसमा रिसर्च यताउति गर्दै हुनुहुन्छ। र म अब फाइनल्ली भन्न सक्छु कि मतलब मेरो सुपर हिरो फिल्म अब अडियन्स माझ पुग्दैछ, लार्जर अडियन्स माझ पुग्दैछ र अझै पनि पुग्न बाँकी छ। र कुनै पनि कुरा मनले गर्यो भने होइन साँच्चीकै नै पुरा हुँदो रहेछ। र भगवान्को साथ सपोर्ट र यस्ता टिम मेम्बर भयो भने अभियसली माथि पुगिन्छ जस्तो मलाई लाग्छ। र यो साँच्ची भयो। र डिसेम्बरबाट यसको स्क्रिप्टिङ हुन्छ। त्यसपछि अर्को महिनादेखि हाम्रो प्रड्युसर इन हुन्छ। त्यसपछि मेरो यो फिल्म पर्दामा हुनेछ। र यो इजी जर्नी रहने छैन। तपाईँलाई हरेक जानकारी दिनेछौँ यही मिनी ब्लगमा। स्टे ट्युन्ड।